हेलो साथीहरू सबैजनालाई नमस्ते। अनि हामी चाहिँ आज माइत जान लागेको। माइत जाँदाखेरि तपाईहरुलाई ठ्याक्कै देखाइहालौँ भनेर मैले चाहिँ तपाईहरुलाई यो डाँडादेखि उतापट्टि चाहिँ हाम्रो माइत छ, हाम्रो माइती घर छ। अनि यो वन जङ्गल चाहिँ हामी पहिला घाँस काट्ने, भैँसीलाई छापाहरू काट्ने, बाख्राहरू चराउने, बल्लहरू चराउने बुन हो यो। अनि यो ठ्याक्कै कस्तो अनौठो लाग्छ आज मैले ठ्याक्कै याद आएर तपाईहरुलाई पनि देखाइदिउँ। हाम्रो म पहिला विवाह नगर्दा अगाडि घाँस काट्ने बुनहरू अनि छापाहरू काट्न आउँथ्यौँ हामी चाहिँ पहिला। अनि हाम्रो घर चाहिँ यो माइती घरको बुन भयो। अनि हाम्रो घर चाहिँ यता ल्याउनु न। हाम्रो घर चाहिँ त्यहाँ तल छ, त्यहाँ छ। अनि त्यहाँदेखि चाहिँ हामी यतातिर आउँछौँ। अनि ऊ पारीको बुनतिर जान्छौँ घाँस काट्न। अनि यता तलतिर जान्छौँ हामी घाँस काट्न। हाम्रो घर चाहिँ त्यहाँ छ, लगभग 20-15 मिनटको दूरीमा छ माइती र घर। अनि तपाईहरुलाई हाम्रो घर माइती बुन कस्तो लाग्यो कमेन्ट गर्नु होला।